सम्पूर्ण देश विदेशमा बस्नुभएका रहनुभएका भक्तजनहरूमा मेरो 2 हात जोडी दण्डोत। र यो चाहिँ इलाम जिल्लाको माई नगरपालिका वार्ड नम्बर 5 सानोबदो भन्ने ठाउँ हो। र यो चाहिँ हाम्रो जसमनी धर्मका महागुरु चितानन्द स्वामीज्यूले करिब 1998 भन्दा 1-1.5 साल पहिल्यै स्थापना गर्नुभएको जानकारी पाएको छु मैले। र यो धाम चाहिँ पहिला ढुङ्गाको गाह्रोले बनिएको थियो र सो गाह्रो 2045 सालको भूकम्पले लडाएपछि गुरु कृपादास गुर्जा मगरको कार्यकालमा वन समितिबाट काठ खरिद गरी हाल काठको बनाइएको छ। र 2081 सालमा अलिकता सरकारको नजर परेको हुँदा माननीय शमशेर राईज्यूले 25 लाख गराइदिनु भएपछि अहिले सो धामलाई मुनिबाट करिब 10 फिट अग्लो वाल उठाएको छ र बिचमा वरिपरि टाइल बिछाएको छ, वरिपरि रेलिङ पनि हालिएको छ। र यस धाममा चाहिँ वैशाखे पूर्णिमा, मङ्सिरे पूर्णिमा र व्यास पूर्णिमा गरी जम्मा वर्षको 3 चोटि भव्यताका साथ पूजा आराधना गर्ने गरिएको छ। र यो माथि देखिएको मूल मन्दिर हो। यतापट्टि तपाईँले दाहिनेपट्टि देख्नुहुन्छ धुनी। यो धुनीमा चाहिँ चौरो र नरेल हुमादी गर्नुहुन्छ गुरुहरूले। र यता यो धुनीदेखि पश्चिमपट्ट चाहिँ एउटा सानो टहरा छ। यो टहरा मुनि चाहिँ गुरुहरूले पूजाका सामग्री रेडी तयार पार्नुहुन्थ्यो। र यतापट्टि हेर्नुहुन्छ तपाईँले यो पनि एउटा बङ्गला भन्छ यसलाई। यतापट्टि सेल पकाउने ठाउँ, चिया पकाउने ठाउँ देख्नुभयो तपाईँले।